सो राइट गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ हामीहरूको ट्राभल हुनेवाला छ, दाङदेखि सल्यानतिर हुनेवाला छ। सो हामीहरू यता बाइक रेडी छ अनि दाइ चाहिँ यहाँ रेडी भइसक्नुभयो। सो म हल्का लेट भएँ। मैले केही भनेन अघि हामीहरू चाहिँ घोराइदेखि सल्यान जाँदै हो अनि म बस्ने चाहिँ घोराइदै हो, त्यसैले सल्यान जाने काम पऱ्यो। हामीहरू सल्यान जाँदैछौँ अनि चाहिँ यहाँ घोराइ नारायणपुर आइपुग्यौँ हामीहरू। यो बाटो त ओपरै छ के, नचिनिने भइन्छ के हो यार त्यो सुट हुँदा हुँदा यस्तो लामा धुलो उताबाट ढल पनि त्यस्तै खालको ढ्यार हेर्नु त गाइस। अहिले चाहिँ हामीहरू यातायाततिर जाँदैछौँ किन भन्दाखेरि हामीहरूलाई थोरै यातायातको काम थियो दाइको चाहिँ, त्यही भएर हामीहरू अहिले यातायातमा जाँदैछौँ। के हुन्छ त्यहाँ कति बेर लाग्छ यार, कति टाइम लाग्छ दाइ? आधा घन्टा। सो राइट गाइस हामीहरूको अलिअलि काम बन्यो, अलिअलि बनेन। सो दाइको चाहिँ काम बन्यो अनि बाबु लाइसेन्स के अरे स्मार्ट कार्ड लग्ने भने पहिला आन्दोलन भएको थियो, आन्दोलनमा चलेछ त्यो कार्डहरू, त्यो लिने भएन। अब चाहिँ हामीहरू जाँदैछौँ बजारतिर, अब घरतिर हिँड्नुपर्ने हुन्छ। सो राइट अहिले चाहिँ म बाइक राइड हान्दैछु है। यहाँ अब मैले चलाउने रे, दाइ चाहिँ यता मजाले बस्ने रे होइन। राइड त फेरि खत्रै हुन्छ नि, मरदै हुन्छ नि फेरि मेरो। दाइले भिडियो बनाउनुहुन्छ अब एकदमै खतरा मोबाइलबाट भिडियो आउँदैछ है, हाई क्वालिटीवाला। त्यही हो ल त है, अब निक्लिनु पर्ने हुन्छ हामी। बाटोमा हेर्नुहुन्छ दामी दामी भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरूले, अहिले देखाउँछ हामीहरूले। राइट हामीले चाहिँ 450 को तेल हालेर अब अगाडि बढिसक्यौँ। मेरो अगाडि दुईवटा बाइक छन् अनि म यिनी बाइकलाई छिर्नेवाला छु है। हामीले एउटा बाइकले चाहिँ ओभरटेक गर्यो, तर ओभरटेक गर्न खासै उचित चाहिँ छैन किनभने बाटो साँघुरो छ। यतिको फराकिलोमा चाहिँ हान्नुपर्छ है, यतिको फराकिलोमा चाहिँ दिनुपर्छ। फाइनल्ली मैले दुईवटा बाइकलाई खिचिसकेँ। अहिले चाहिँ हामीहरू यहाँ बाटोमा एउटा झरना छ है, यहाँ झरनामा जाँदैछौँ। अनि यहाँ बाटो चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ यहाँ झरना छ। गरे दाइले भन्दै हुन्छ तलबाट पनि देखिन्छ बाटोबाट। आमामा कुचिप ल्यायो यसरी, गइ चिप्लो रहेछ। दाइ चाहिँ फुल एक्साइटेड हुनुहुन्छ दाइ, त्यही भएर अगाडि गइसक्नु भएको छ अनि म पनि यहाँ दौडिदिउँ न। ओहो दामी छ त यार, बबाल रहेछ त यार होइन, ओभर छ त, दामी ओभर दामी छ त नि, ओभर तपाईँले हेर्नु दामी नै छ के, ओभरै छ त माथि काकै गर्न छ। तपाईँहरूलाई यहाँ क्लियर आएन भने म यहाँबाट यसरी यहाँ गएर देखाउँछु। दामी छ। सो यहाँसम्म त पछाडि पिच बाटो नै थियो है, अब चाहिँ यहाँ लागिसकेको छ एकदम अफरोड, पछि बाटो लागिसकेको छ है। अहिले चाहिँ यसको स्तर उन्नति भइरहेछ। हजुर 2 लाइन बाटो टक्क सल्यानसम्मै हुने काम भइरहेछ। सो अलराइट गाइज अहिले चाहिँ हामीहरू हल्का माथि आइसकेको छौँ। अब यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले तुलसीपुरको भ्यू हेर्नुहोस् है त। ओ बब्बाल देखिन्छ है यहाँबाट तुलसीपुरको भ्यू। अब यहाँदेखि माथितिर तुलसीपुरको भ्यू देखिन्न नि, अब राम्री पुग्छौँ। राम्रो पुग्छौँ। बबाल बाटो छ, त्यो बाटो झर्ना सर्ना पनि छ बिचमा झर्ना, त्यो भ्यूहरू तपाईँहरूलाई देखाउँछु है। त्यही नै हो, अब हामीहरू यहाँबाट लाग्नुपर्ने हुन्छ किन भन्दाखेरि हामीहरूको यहाँ यस्तो माथितिर यस्तो बादल गरिसकेको छ। यहाँ अलि धेरै पानी पर्छ होइन, कपुरकोटमा धेरै पर्छ नि, सल्यान जिल्लाकै धेरै पानी पर्छ। अब हामीहरू निक्लिनु पर्ने हुन्छ, नत्र हामीहरूसँग नत्र हामीलाई पानीले दह्रो चुट्छ है, त्यही भएर हामीहरू निक्लिनु पर्ने हुन्छ। सो फाइनल्ली हामीहरू आइसक्यौँ अहिले पिच बाटो राम्रीमा आइसक्यौँ। अब पिच बाटो दामी बाटो भेटिसकेको छ होइन, धेरै अफरोडिङ पछि पिच बाटो आइसकेको छ। अब चाहिँ सुलुलुलुलुलु पारी हुन्छ है भाइ। अब स्पिड कतिको जान्छ त? पुरै मोतिर पार्नु जान्छ।
रफ्तारमा जान्छ अब बाल उडाउँदै हिँड्ने हो गाइस है बाल यस्तो उड्छ होइन यो कपालले गर्न म थोरै बना को छ यहाँ हल्का कर्ली टाइपको सिटी कपाल र त्यसलाई त आउँदाखेरि यस्तो ओभर हुन्छ उडे याममा राइडरहरू के हो जाम हो के हो यार बाटो बाटो बन्दै रहेछ ट्र्याक्टर आउँदैछ ट्र्याक्टर माटो फाल्दै रहेछ नि ठिक छ ए खतरा छ जानु मिल्छ कि नै जाने हो जाने चौकेर सो अहिले चाहिँ हामीहरू यहाँ चिसापानी के हो चिसापानी हो नि मूलपानी आइसकेको छु म यो बाटो यत्रो टाइम हिँड्यो है एकचोटि गएको छैन कि यो ठाउँमा आज जानेवाला छौँ हाम्रो दाइ विशेष गरी हाम्रो दाइ लग्नुहुन्छ मलाई रक गार्डन देख्न सक्नुहुन्छ कस्तो यहाँ रक गार्डन सल्यानको चिसापानी तर दामी रहेछ होइन दाइले लिड गरिराख्नु भएको छ यहाँ अब दाइको पछि हिँड्ने हो टक्क एक्सप्लोर हान्नु न के छ कस्तो छ वनस्पति उद्यान हो नेपाल सरकारको यहाँ चाहिँ विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिका बोट बिरुवाहरू देख्नको साथसाथै बिरुवाहरू लिन पनि पाइन्छ र त्यसको साथसाथै यहाँ अब त्यही हो भ्यू त दामी छ है पानी अमला देख्न सक्नुहुन्छ यो पानी अमला नि फोटो खिचेँ ओके आमामा यहाँ त पुरा अनलिमिटेड होइन फरक किसिमका बिरुवा नाम हेर्दा हजुर ए यो रोजबेरी नि आमा ओ यस्तो फला हो यो खान्छन् खतरा खाँदा यार होइन तर यही हो जाने चाहिँ भ्यू चाहिँ यही हो बिरुवा बनाउनलाई मलाई चाहिँ के छैन दाइले कृषिबारे मान्छेलाई थाहा होला दाइले कुहिया होला त्यही पनि त्यही छोड्दै खानु तर यहाँ लग्थ्यो केरा हो केरा पनि ओइ फेरि कति मोटो खतरा केरा रहेछ यार अब हामीहरू निक्लिन लागिसक्यौँ यहाँबाट अनि दाइ अगाडि हिँड्दै हुनुहुन्छ म हिँड्दा छु है अब चाहिँ हामीहरू निस्किन्छौँ अघिसम्म मैले एकदम खतरा कुदाइदिएको थिएँ कि यस्तो कुदाइदिएको थिएँ कि दाइले यहाँ कपालसम्म उठिरहेको थियो अनि त्यो बेला दाइले डर मान्न म कुदाउँछु भन्नु लाग्नु भयो होइन गाइस अहिले चाहिँ यो हल्का जाम लागिसकेको छ है अब चाहिँ यहाँ गाडी आउँदैछ म आइसकेँ हल्का गाडी अब हामीहरू हिँड्नु पर्ने हुन्छ यहाँबाट यहाँ धमाधम काम भइरहेको है यस्तो डराउने यार मलाई डर लाग्यो यार त्यो त त्यही हो जाम त उब्बरै छ त यार उब्बरै जाम छ अब यहाँबाट यस्तो पुत्यो लान्छ अहिले अब चलो अब यहाँबाट पुत्तलमा जाने गर्छ लास्ट ठुलो पाउँछ अहिले यहाँ सो
भाइ जज हामीहरू सिनियर आइसक्यो है अनि यही हो सिनियर के हो यार माथितिर त पुरै छ त घरले चेन्ज भइसकेको छ अब म जानुपर्ने हुन्छ त हस्पिटल है थोरै काम छ